Hello all, Namaste, Sevaro. म आज पनि तपाईहरुलाई मेरो डेली रुटिन वक को डेस्टिनेसन तर्फ लाँदैछु अनि त्यो लाँदाखेरि बीच जग्गामा देखिएको भौगोलिक वस्तु ऐतिहासिक वस्तुहरुलाई एक्जाम्पल दिँदै नेपालको बारेमा केही कुरा गर्नेछु। यो क्लिपलाई लामो छ तर राम्ररी हेरिदिनु होला। धन्यवाद। र आजको विषयवस्तुको एक्जाम्पल चाहिँ यो डाँडा, यसलाई चाहिँ क्यासल हिल भनेर चिनिन्छ। यो फोक्सटनमा अवस्थित क्यासल हिल हो। यसलाई लिएर चाहिँ गर्छु म। र यो अघि देखाएको डाँडाको क्यासलको बारेमा चाहिँ अलिकति लेखिएको छ। यो चाहिँ 12th सेन्चुरीतिर बनिएको क्यासल हो। अथवा यो हिलमा चाहिँ पहिला चाहिँ यस्तो क्यासल पनि थिएछ कि। नर्मली नोर्मनहरूको इतिहाससँग जोडिएको छ। यो नोर्मन भनेको चाहिँ यो फ्रेन्च कोस्टल एरियाबाट इङ्ल्यान्ड, युके उनीहरू बसाइ सराएको क्रममा आउँदाखेरिको कथासँग जोडिन्छ। र यस्तै जोडिने क्रममा हामी चाहिँ 20औं शताब्दी 20th सेन्चुरीमा आएर यहाँ युकेमा आएर बसाइ सरियो नि त। त्यसै बसाइ सरिने क्रममा चाहिँ नोर्मनहरू चाहिँ युरोपबाट, स्पेसली स्क्यान्डिनेभिया, नर्वे, स्विडेनबाट फ्रान्स हुँदै यता युके प्रवेश गरेको चाहिँ यहाँको इतिहासमा चाहिँ आउँछ, जुन चाहिँ 11औं 12औं शताब्दीमा। उकालो निकै साह्रो पर्यो। र हामी कुरा गर्दैछौँ क्यासल हिल। अहिले म जस आइपुगेको छु। यही हो मेरो पछाडिपट्टि देखिएको। अघि त्यहाँ नक्सामा अलिकति देखिएको थियो। त्यहाँ चाहिँ पहिला चाहिँ पुरा क्यासल थियो र यो भत्केर गएर यो भग्नावशेषमा चाहिँ तपाईँले देख्नुहुन्छ यो एउटा क्यासल हिल भएर बसेको छ नि त। र यहाँ आउँदाखेरि चाहिँ 2-4वटा एक्जाम्पल चाहिँ नेपालको लागि यहीँबाट दिन सकिन्छ। म अहिले तपाईँहरूलाई दिनेछु। र पहिलो एक्जाम्पल चाहिँ म मुकुमलुङसँग जोड्छु। मुकुमलुङ हाम्रो लिम्बूहरूको धार्मिक आस्थाको एउटा भूमि हो नि त, शक्तिपीठ पनि हो त्यो। तर यो क्यासल हिल यो धर्म रिलिजनको शक्तिपीठ होइन। यहाँ सभ्यतासँग जोडिएको एउटा सामरिक ठाउँ मात्र हो, ऐतिहासिक ठाउँ मात्र हो। र यहाँ चाहिँ अहिले पनि हेर्नुहोस् यति राम्रो ठाउँ छ। यो ठाउँदेखि तपाईँको होल फोक्सटन कोस्टल एरिया यति राम्रो भ्यू गर्न सक्नुहुन्छ तपाईँको है। समुद्रदेखि लिएर यो टाउनदेखि लिएर सबै देख्न सक्नुहुन्छ। र बिजनेस मेन्टालिटी भएको मान्छेले यहाँ पनि, अब यहाँ ठुलो डाँडा त छैन, यहाँ केबल कार त हुँदैन, तर यहाँ बकाइदा होइन भ्यू टावरसँगको रेस्टुरेन्ट है, दामी चल्छ नि त। तर यहाँ त्यसरी हुँदैन। यहाँ एउटा बेल्चा पनि तपाईँले खन्न सक्नुहुन्न विदाउट अथोरिटी। यो 1800 चान्चुन पहिलो एक्जिबिट यहाँ उत्खनन गरिएको यहाँ हिस्ट्री यो 18औं शताब्दीमा त्यति बेला खनिएको बाहेक त्यस पछाडि यसलाई उत्खनन गरिएको छैन। र यो चाहिँ अब त्यो नोर्मनहरू अघि मैले भने फ्रान्सदेखि इन्भेट होइन माइग्रेट हुँदै आएको हो नि त। उनीहरू पनि युकेमा पस्दाखेरि उनीहरूको यो चाहिँ सामरिक अखडा किल्ला हो नि त है। अनि त्यसले गर्दाखेरि तर यसलाई चाहिँ त्यति बेलाको हिस्ट्रीलाई चाहिँ यथावत राख्नुको लागि यसलाई नचलाइकन चाहिँ राखिएको छ कि यहाँ केही कुरा गर्नु पाइँदैन। हामीले मात्रै हामी हिँडडुल गर्न सकिन्छ, कुकुर डुलाउन सकिन्छ, कुद्न सकिन्छ है, त्योभन्दा बढ्दा गर्न सकिँदैन। त्यस अर्थमा पनि मुकुमलुङ चाहिँ हाम्रो शक्तिपीठ हो लिम्बूहरूको। त्यहाँ त तपाईँले अहिले संरचनाहरू पनि बनाइएको छ नि, त्यो बनाउनै दिनुहुन्न थियो क्या। त्यहाँनिर अन्नेसरी हरकत गर्ने होइन क्या। त्यहाँ लिभ एज इट इज, त्यो कथा त्यो चाहिँ हाम्रो धर्म स्थल जस्तो चिज हो नि त त्यो लिम्बूहरूको। त्यहाँ चाहिँ हामीलाई चाहिँ के गर्यो भने धेरै कुरा चाहिँ त्यहाँ मिसमास गरियो क्या। त्यहाँनिर त्यहाँ के को मूर्तिहरू लगाएर राखिएको छ अहिले। त्यहाँ वास्तवमा केही मूर्ति हुनु हुँदैन। त्यहाँ सिर्फ नेचुरल जे बनावटमा छ, ढिस्का ढुङ्गाहरू होला गाडिएको, त्यो बाहेक नेचुरल चिज मात्रै त्यहाँ रहनु दिनु पर्थ्यो है।
खैर केही छैन, धेरै कुराहरू भइसकेको छ र धेरै धर्मावलम्बीहरूको आस्थाको केन्द्र पनि हो नि त। तर त्यहाँ चाहिँ केबल कार चाहिँ बनाइनुहुन्न उपरान्त भन्ने चाहिँ यहाँबाट एउटा लेसन सिक्नु पर्यो भन्ने बुझेको मैले, एउटा इक्जाम्पल है। हे दाजुभाइ हो, नेपालको दाजुभाइहरू हो, म इतिहासकार त होइन नि, तर के गर्ने यार, कथाले मागेपछि इतिहासकार पनि हुनु पर्दो रहेछ क्या। यहाँको इतिहासहरू बताएर तपाईँहरूलाई भन्नु कर लाग्यो क्या। त्यस्तो वातावरण बनाइदिनु भयो क्या। कथाले मागेपछि के हुन्छ है साथी हो। त्यसलाई गर्दाखेरि चलिरहेको सिस्टमलाई चाहिँ राम्रो बनाएर जाउँ है, नेपाललाई साँच्चैकै समृद्ध है मुलुक बनाऊ। सबैलाई आफ्नो देश राम्रो भएको हेर्नु मन लाग्छ। अझै विदेशमा भएको हामीलाई नेपालको प्रगति भएको कस्तो रमाइलो लाग्छ। अस्ति काठमाडौँ गएको थिएँ, काठमाडौँलाई देखेर म नतमस्तक भएँ। कति सफा, कति राम्रो हुँदो रहेछ नि त। त्यस्तो गर्ने धरानमा गएँ, एकछिन ढुङ्गा बोकेँ, अर्का साम्पाङको त्यो श्रमदानमा सहभागी भएँ। यति रमाइलो लाग्यो। उहाँले दिएको शिक्षाले गर्दाखेरि अहिले यहाँ पनि आएर म माटोसँग खेल्नु मलाई मन लाग्छ है। मैले भने यो कथाले मागेपछि केही नजान्ने मान्छे पनि यहाँ इतिहासकार हुनु परेको छ क्या। त्यसलाई इक्जाम्पल दिँदै तपाईँहरूलाई बताउनु परेको छ है। त्यसले गर्दाखेरि इतिहासले माग्यो भने राजा नआउला भन्ने पनि छैन है साथी हो। त्यसले गर्दा तपाईँहरूले विचार गर्नुपर्ने हुन्छ। हेलो 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 हेलो। अस्ति चाहिँ यो माइकबाट क्या, अस्ति मैले त्यो मुकुमलुङमा केबल कार बनाउँछु भन्नेहरूलाई नि त्यो मिडल फिङ्गर देखाएको थिएँ कि। साले घरमा गएर त ब्याक्को टोकाइखायो, श्रीमतीले पनि टोकाइदियो यार। कस्तो क्लिप हालेको त्यस्तो गर्ने हो भन्दै गरेको। आज चाहिँ म तपाईँहरूलाई यो मिडल फिङ्गर चाहिँ देखाउँदिनँ, यो देखाउनु हुँदैन भन्ने चाहिँ मलाई ज्ञान भएको छ कि। तर तपाईँहरू केबल कार चाहिँ नबनाउनुहोस् ल। र म बसेको टाउन घुम्न आउनुहुन्छ भनेदेखि यहाँनिर हाम्रो नेपाली रेस्टुरेन्ट पनि छ, गोर्खा हाउस रेस्टुरेन्ट पर देखिएको। र हामी अब कफी ब्रेक गर्छु म है, कफी ब्रेक गर्नुपर्छ। पुस यो चाहिँ हाम्रो नेपाली रेस्टुरेन्ट हो है। अलिकति जाउँ। आजको मेरो वक पनि झन्डै अन्त्य हुन आँटेको छ। अब 4-5 किलोमिटर स्टिल हिँड्नुपर्छ म घर पुग्नलाई चाहिँ।